खरसाङको ट्रु फ्रेन्ड प्रोडक्सनको ब्यानर र दार्जिलिङको वैष्णवी प्रोडक्सनको सहयोगमा निर्माण भएको नेपाली चलचित्र स्वर्ग यात्रा ऱ्याप्चर 26 दिसम्बरको दिन खरसाङको फेन्टासिया सिनेमा गिद्धे पहाडमा दिउँसो 1 बजे र बेलुकी 6 बजे अनि 30 दिसम्बरको दिन भानुभवन दार्जिलिङमा दिउँसो 1 बजे भव्य रूपमा प्रदर्शन भयो। Sendiri barangkali mewakili anggota lagi itu azab कार्यक्रमको प्रमुख अतिथि साथै विशिष्ट अतिथि महोदयलाई उहाँलाई माल्यार्पण यो उहाँको कसरी प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्न चाहन्छु। 2 घण्टाभन्दा अधिक समय रहेको यस चलचित्रमा दार्जिलिङको धेरै ख्याति प्राप्त कलाकारहरूले अभिनय गरेका छन्। खरसाङ तथा दार्जिलिङको विभिन्न ठाउँहरूमा छायाङ्कन गरिएको यस चलचित्रले केवल स्थानीय मात्र नभएर विश्वभरि नै छरिएर बसेका नेपाली जातिको मन अवश्य जित्नेछ भनेर धेरैले दाबी गरेका छन् तथा यस चलचित्रले दर्शकहरूमा निकै लोकप्रियता हासिल गरिरहेको छ भनेर हाल यसमाथि चर्चा चलिरहेको छ। अब चाँडै नै यस चलचित्र दार्जिलिङ, सिक्किम लगायत देश अनि विदेशको विभिन्न ठाउँहरूमा प्रदर्शन हुनेछ भनेर जानकारी यस चलचित्रको निर्माता तथा निर्देशक प्रकाश छेत्रीले दिएका छन्। एकदमै राम्रो, एकदमै अर्थपूर्ण हामी क्रिस्चियन जगतमा हामी इसाईहरूले धेरै बुझ्नुपर्ने अनि एकदमै राम्रो ऱ्याप्चरको बारेमा छ अनि हामी विश्वासी जीवनमा चाहिँ एकदमै बलियो स्ट्रङ हुनुपर्ने कुराहरू हुन्छ। एकदम खुसी हुनुहुन्छ? हुन्छ, धन्यवाद। यहाँ पास्टरलीमा हुनुहुन्छ, पास्टरलीमा कस्तो लाग्यो हजुरलाई? यति राम्रो के अब बयान गर्न सक्दिनँ। हामी हरेकको लागि हो यो, अरूको लागि पनि हो यो चाहिँ एकदमै दामी पिक्चर। हुन्छ पास्टरलीमा। हाम्रो छेमालाई कस्तो लाग्यो? एकदम राम्रो, सबैले हेर्नेलाई एकदम जरुरी छ यो। हजुर, धन्यवाद। यहाँ भाइ कस्तो लाग्यो? यहाँ हाम्रो बुहारीलाई कस्तो लाग्यो? यहाँ हाम्रो आँसुलाई दामी लाग्यो है। यहाँनिर अहिले भर्खर सकेर चाहिँ यहाँनिर दिदी कस्तो लाग्यो यस स्वर्ग यात्रा फिल्म? राम्रो लाग्यो। यहाँ हाम्रो दाजुले पनि दाजु कस्तो लाग्यो? एकदम नाइस मुभी, राम्रो भएछ, राम्रो स्क्रिप्ट रहेछ हो। यहाँ अङ्कल हुनुहुन्छ, अङ्कल कस्तो लाग्यो? एकदम बेस्ट। यहाँनिर यहाँ सोध्नु पर्यो हजुरलाई कस्तो लाग्यो यस फिल्म? एकदमै आशिष भाइ अनि त्यसै परमेश्वरले आशिष दिनुभएको होस्। अगाडिको दिनमा यो मुभी चाहिँ धेरै अगाडि चल्नुपर्छ। हवस्, हुन्छ। अनि हजुरलाई कस्तो लाग्यो यस मुभी? राम्रो लाग्यो, धन्यवाद। हुन्छ। यहाँनिर आन्टी राम्रो लाग्यो, खुसी लाग्यो। हुन्छ। यहाँ दिदीले पनि सोध्नु पर्यो कस्तो भयो यो? राम्रो, लास्टमा त रोयो पनि हामी। हुन्छ। हजुर यही भन्न चाहन्छु जसले चाहिँ यो हजुर स्वर्ग यात्रा ऱ्याप्चर हेर्नु पाएन नि हजुर। बहुत मिस गरेको छ। हजुर हामी प्रकाशले छोटो यहाँनिर आन्टीहरूले पनि सोध्नु पर्यो यस फिल्म कस्तो लाग्यो हजुरहरूलाई? अति उत्तम, उत्कृष्ट अझै अघि बढ्दैछौँ। हाम्रो प्रार्थना हाम्रो शुभकामना छ है। धन्यवाद। यहाँनिर दिदीको पनि एउटा सानो क्लिप मैले देखेँ अनि दिदी कस्तो लाग्यो चलचित्र? हुन्छ, एकदमै आशिष लाग्यो। हामीले हेरेर अझै प्रभुमा अझै मिलेर हामी अगाडि बढ्न सक्छौँ। हुन्छ, धन्यवाद। हुन्छ। यहाँ सर कस्तो लाग्यो यस चलचित्र? एकदमै हामीलाई अनि मण्डलीलाई एकदमै तयारीको विषयमा सचेत गराएको छ फिल्म। जसले बनायो प्रभुले धेरै आशिष दिउन्। हुन्छ, धन्यवाद। हुन्छ, धन्यवाद। यहाँनिर सोध्दैछु दिदी यस चलचित्र स्वर्ग यात्रा ऱ्याप्चर कस्तो लाग्यो तपाईँलाई? दामी लाग्यो। हजुर। पार्टको सल्लाह दिइरहेको छु प्रकाश सरलाई। हुन्छ, धन्यवाद। यहाँनिर बहिनीहरूलाई सोध्नु पर्यो नानी कस्तो लाग्यो यो मुभी? नानीलाई अहिले घरि चाहिँ हाम्रो स्थानीय पास्टर बाबु हुनुहुन्छ अनि पास्टर बाबु एउटा प्रश्न सोध्न मन लाग्यो। अनि यस चलचित्र हेर्नुभयो? एकदमै हजुर। अनि यस चलचित्रले चाहिँ हाम्रो यो पाहाडभरि भनौँ यहाँ विश्वमा भनौँ अनि यस चलचित्रले चाहिँ के सन्देश दिन्छ जस्तो तपाईँलाई लाग्यो? यो चलचित्रले चाहिँ विशेष गरी आज हामी प्रभु येशूमा विश्वास गर्नेहरू चाहिँ भेला चाहिँ गरेर होइन र तयार बस्ने हामीलाई एउटा समय यो पिक्चर यति राम्रो भएको छ, यति यसले चुनौती दिएको छ यो पिक्चरले
आगामी दिनहरूमा हामी एउटा मण्डली विश्वासीहरू हामी हरेक नै अगुवाजनहरू पनि हामी कसरी तयारी हुनुपर्ने संसारमा छौँ शरीरमा छौँ तर प्रभुको लागि हामी तयारी हुनुपर्छ भन्ने कुरामा एकदमै चुनौतीपूर्ण अनि एकदमै आशिषमय अनि साँच्चै नै रुवाउने पिक्चर एउटा परमेश्वरको वचनको आधारमा भएको कुरा यसलाई हामी मानिदिन्छौँ निश्चय पनि यो कुरा हुन्छ प्रभुको आगमन हुन्छ अनि यसरी नै यो कुराहरू जो गरिएको छ बताएको छ यो कुरा पुरा हुनेछ भन्ने कुरा हामीले विश्वास गरेका छौँ। एकदमै राम्रो लाग्यो अनि बाइबल आधारित जुन चाहिँ अहिले आउनेवाला दिनमा जुन चाहिँ घटनाहरू घट्नेवाला छ संसारमा यो कुरालाई पुरा दर्शाएका रहेछ। त्यो दर्शाउनु मात्रै होइन र मनोरञ्जनलाई पनि समेटेको रहेछ, विभिन्न क्षेत्रहरू लिएर समेटेर गरेको रहेछ। बहुत एकदमै राम्रो लाग्यो। मैले भन्नु भने अब दार्जिलिङबाट यसरी चलचित्रहरू बनिँदैछ, यो एउटा दार्जिलिङको उज्जवल भविष्यको एउटा उयो हो, के अरे हुँदैछ भन्ने लाग्ने हो। अनि जतिले गरेको छन् हामीहरूको प्रोफेसनल कोही छैनन्, तर अब एकदमै एमेच्योर आर्टिस्टहरूबाट पनि यति प्रोफेसनली गरेको देख्दा खुसी लाग्यो। भविष्य राम्रो छ, अन्त चलचित्र पनि राम्रो लाग्यो। पछिबाट बिचरा प्रकाश सरले यसलाई मजाले राम्रो प्रकारले कोसिस गरेर गर्नुभएको छ। एकदमै खुसी लागेको छ, एकदमै राम्रो, सबैको एकदमै आफ्नो आफ्नो भूमिका एकदमै राम्रो प्रकारले निर्वाह गरेको छ। अनि म धन्यवाद दिन चाहन्छु प्रकाश सरलाई, उहाँले एउटा मौका दिनुभयो, यसको निम्ति धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै आउने दिनमा पनि उहाँको यस्तै प्रोजेक्टहरू अझै निस्केर जाओस् भन्ने यही कामना गर्छु। धन्यवाद। तपाईहरुले हेर्नुभयो फिल्म? हामीले त हेर्यो, कस्तो दामी दामी थियो। के चाहिँ मन पर्यो? हामीले प्रभुहरूको शिक्षाहरू मन पर्यो। स्वर्गीय यात्रा राम्रो लाग्यो। सबैले सानो सानो रोल भए पनि राम्रो गरेको रहेछ है। आदित्यले राम्रो गरेको रहेछ। अब धेरै वर्ष बाद अगाडि गरेकोहरू सुटिङ अब सुनेको मैले पहिला हुँदै थियो भनेर फेरि अहिले भएछ। सबै कलाकारहरू राम्रो गरेको रहेछ है। अन्तखेरि खुसी लाग्यो। अब नेपाली चलचित्रहरू यसरी घरिघरि आउँदैछ है, हामीलाई पनि खुसी लाग्छ। हाम्रो यहाँको लोकल झन् हामीले प्रोत्साहन गर्नुपर्छ भनेर नै हामी आएको है। एउटा रिमेम्बर पनि हुँदो रहेछ। अनि ऱ्याप्चर यो पिक्चरबाट चाहिँ के राम्रो लाग्यो भन्दा चाहिँ है, हामी पनि अब तयारी रहनु पर्ने रहेछ भन्ने कुरालाई हुन्छ। ल प्रिमियर हेरे सबभन्दा पहिला मलाई निम्तो पाएर जुन चाहिँ सम्मान दिनुभयो यस चलचित्रले, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि यो धार्मिक कथामा आधारित एकदमै राम्रो चलचित्र, अनि कलाकारहरूले पनि उत्कृष्ट अभिनय गर्नुभएको रहेछ। अनि सिनियर त ठिकै छैन, उहाँहरूले त गरि नै रहनु भएको छ। अनि जुनियरहरूले मसिनो नानीहरूले जति पनि अभिनय गरे एकदमै राम्रो, र डाइरेक्टरलाई पनि धेरै धेरै बधाई। हजुरहरूलाई यो ऱ्याप्चर फिल्म कस्तो लाग्यो? छोटो बताइदिनुहोस्। एकदम राम्रोसँगले इन्टरटेनिङ मेसेजहरू पनि राम्रो बनेको रहेछ, एकदमै राम्रो लाग्यो। हुन्छ, धन्यवाद धेरै धेरै। अनि हजुरलाई कस्तो लाग्यो यो? मेरो इन्ट्रेस्ट यो अब आउँदो 20 वर्षको लागि एकदमै रिपिटको जीवन है, फर्किने दिनहरू है, एकदमै इम्प्रेसेड है। अब मण्डली त तयारी हुने दिनहरू आएको रहेछ। हुन्छ, धन्यवाद। अनि हजुरलाई कस्तो लाग्यो यो मुभी? हजुरलाई अनि नानीलाई कस्तो लाग्यो मुभी? अनि हजुरलाई एकदमै राम्रो लाग्यो, एकदम धन्यवाद। अनि हजुरलाई दिदी यस चलचित्र कस्तो लाग्यो दिदी? हजुर धन्यवाद। हजुरलाई साह्रै मन पर्यो है, एकदम धन्यवाद। अनि हजुर यहाँ हुन्छ, हजुर हुन्छ धन्यवाद। दिदी यस चलचित्र कस्तो लाग्यो तपाईँहरूलाई? एकदमै राम्रो लाग्यो, खुसी लाग्यो। अनि तपाईँलाई अहिलेको अन्तिम समयमा कस्तो आएको छ त्यही देखाएको छ नि। हुन्छ, हजुर हुन्छ। दुईजना पनि यहाँ आउनु भएको थियो, उहाँहरूसँग परमेश्वरको आशिष पाओस्। धन्यवाद। यहाँ बहिनीलाई सोध्नु पर्यो, बहिनी यस मुभी कस्तो लाग्यो तपाईँलाई? एकदमै राम्रो। गदान हामी दाजुभाइले यो गाउँमा के मुख देखाउनु भन्छ? खोला नाला तर्दै हिँडे आफ्नो गाउँ घर। बडा ऱ्याप्चरको प्यालीमा त कति राम्रो हुने थियो है। म र मेरो आमा त तयार छु प्रभुसँग जानलाई। डाली डाली घुमी
ওই তুই নতুন মাল নিতে আসবি না? ওই রুক 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 ওই दुःख कष्ट पीडा छैन स्वर्ग देशमा। हो दिदी, बाइबलमा ऱ्याप्चर या स्वर्ग यात्रा भन्ने शब्द कहीँ पनि छैन।